म सिन गुड मर्निङ। म चाहिँ सब्जी बनाउन रेडी गर्दैछु। अनि यहाँ तयार हुँदैछ सब्जीहरू चाहिँ। अनि जिन्दगी चाहिँ यस्तो हुँदो रहेछ क्या। यो नाइफहरू छ, दुईवटा चक्कु छ है। यो दुईवटा चक्कुमा पनि धेरै फरक छ। अनि यो चक्कुले चाहिँ धेरै सजिलो हुन्छ काट्न ठुल्ठुलो चिजहरू भने, यो चक्कुले यो नाइफले चाहिँ मसिनो चिजहरू काट्न सजिलो हुन्छ। त्यस्तै गरेर जिन्दगी पनि छोरी र छोरा बिना चाहिँ चल्दैन रहेछ संसार। अनि त्यस्तै गरेर जब हामी छोरा र छोरी हुन्छौँ एक आपसमा, त्यो चिज चाहिँ हुनु ठुलो हो। तर यो चक्कुहरू चाहिँ के हुन्छ भने, यो यसको धार यता छ एउटा यसको धार यता छ। यस्तो भयो भने चाहिँ जिन्दगी चल्दैन। तर यस्तो हुनुपर्छ, एकदम चल्छ अनि दामी छ। यसरी काटिन्छ अनि सब्जीहरू बनाइन्छ। जिन्दगी यसरी नै चलेर दामी चल्नुपर्छ। अनि जति बिहे गरेको मानिसहरूलाई चाहिँ यो इन्फर्मेसन के छ भने, सुझाव के छ भने चाहिँ तपाईँहरू यस्तो भएर बस्नु होला। दुईवटा चक्कु हुनुपर्छ जिन्दगी भनेको चाहिँ। अनि यस्तो भएर बस्नुभन्दा चाहिँ यस्तो भएर बसिदिनुहोस्, तपाईँहरूको जिन्दगी राम्रो चल्छ। अनि त्यस पछाडि मात्रै भएर होइन, यो पनि चाहिन्छ। यो क्यारेट खौरिनको लागि खौरेर यसरी फालिन्छ। यो फाल्नको लागि बोक्राहरू भयो अनि काटेर यसरी राखिन्छ। यो चाहिँ छोरी या छोराको मैले उदाहरण दिँदैछु तपाईँहरूलाई। यसरी चाहिँ चलाउनु पर्दो रहेछ जिन्दगी। अब श्रीमान श्रीमती भयो, यो चाहिँ सब्जी भयो, म चाहिँ छोरा या छोरी जे सम्झ्यो त्यस्तै हुनुपर्दो रहेछ। एउटा क्यारेट काट्नको लागि पनि, एउटा गाजर काट्नको लागि पनि यति मिहिनेत चाहिन्छ भने परिवार चलाउनको लागि पनि धेरै कुरा चाहिँदो रहेछ। धन्यवाद।